सम्पूर्णमा नमस्कार। मेरो नाम मेघराज थापा। आज मसँग यो पोडकास्टको लागि तेह्रथुम जिल्लाका नेपाल पत्रकार अध्यक्ष तथा अहिले जुन नामवती चलचित्र छ त्यसको मुख्य भूमिकामा रहनुभएका मुख्य नायक साथमा हुनुहुन्छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। नमस्कार। के छ, आराम हुनुहुन्छ? ठिकै छ मेघराज सर। अब विशेष गरी यही नामवती चलचित्रकै सन्दर्भमा कुरा गरौँ। यसको प्रदर्शनको सन्दर्भमा थोरै प्रश्न बनाइदिनुहोस् न। प्रदर्शन त आज भइसक्यो। त्यसलाई हामी ग्रान्ड प्रिमियर पनि भन्छौँ, जुन चाहिँ काठमाडौँ कमल पोखरीको सिटी सेन्टरमा रहेको बिग मुभिजमा आज रिलिज भइसकेको। अब थप यसको जुन अब हलहरूमा कसरी लाग्छ अथवा दर्शकले फिल्म कसरी हेर्न पाउँछन्, यो पनि थोरै प्रश्न बनाइदिनुहोस्। यस्तो चाहिँ हाम्रो चाहिँ अब च्यारिटी बेसको मुभी हो यो चाहिँ, होइन, हलहरूमा लाग्ने गरेको होइन। त्यसैले अब च्यारिटी गर्ने भनेपछि आज पनि च्यारिटी हो र अब चाहिँ केही यो चाहिँ अब चलचित्र नामवती भनेको चाहिँ लिम्बू संस्कृतिमा आधारित नेपाली भाषी चलचित्र हो, होइन। नाम सुन्दाखेरि लिम्बू भाषाको होला भनेर धेरैले भन्नुहुन्छ, तर वास्तवमा यो लिम्बू भाषामा छैन। नाम चाहिँ लिम्बू हो र यसको भित्र चाहिँ भाषा चाहिँ नेपाली प्रयोग गरिएको छ र यो च्यारिटी बेसमा बनेको चाहिँ चल्ने मुभी भएको कारण अब पूर्वका केही हलहरूमा योभन्दा पछिल्लो चाहिँ अब असार 16 गते झापाको बुर्तामोडमा चल्ने भन्ने कुरा छ। त्यस पछाडि फेरि एउटा टिमले मिटिङ बसेर डेटहरू फाइनल गरेको चाहिँ अरू जिल्लामा, सम्भवतः पूर्वका 14 जिल्लामा अनि विदेशमा प्रदर्शन हुन्छ। त्यो डेट फिक्स भएको छैन अरू जिल्लाको लागि र अन्य क्षेत्रको लागि चाहिँ। ठ्याक्कै यो नामवती शब्द ठ्याक्क दर्शकले सुन्दाखेरि अलिक नबुझे जस्तो छ। यो खास यसको नामाकरण चाहिँ कसरी गर्नुभयो? यसको नामवतीको यो जुन शब्दको बारेमा थोरै भनिदिनुहोस् न। मैले अगाडि के यहाँलाई भने नामवती भनेको लिम्बू भाषामा राखिएको नाम हो, होइन। त्यही भएर पनि नामवती फिल्म भने चाहिँ लिम्बू भाषाको होला भन्ने चाहिँ कोही मान्छे झट्टै सुन्ने बित्तिकै सेन्स र बुझाइ त्यता जान्छ। यो चाहिँ लिम्बू भाषामा राखेको नाम हो, होइन, नेपाली भाषी फिल्म, तर फिल्मको टाइटल चाहिँ लिम्बू भाषामा नामवती। र नामवतीको शाब्दिक अर्थ भनेको नाम भनेको सूर्य अथवा घाम र ओती भनेको उदाउनु अथवा बल्नु, होइन। यसको अर्थ अब प्रष्टै छ। नामवती भनेको सूर्य उदाउनु अथवा सनराइज हुनु, यही नै। खास यो नामवती फिल्ममा तपाईँको भूमिका चाहिँ के हो? म चाहिँ एउटा कलाकार हो, होइन। अब कलाकारको मुख्य कलाकारको भूमिकामा छु। त्यहाँ चाहिँ अब फिल्मको एउटा मर्मर फिल्मको कथाअनुसार विभिन्न त्यहाँ चरणहरू छन्, विभिन्न दौडानहरू छन्, विभिन्न चाहिँ अध्यायहरू छन्, होइन। त्यसको चरितार्थ चित्रण गर्ने एउटा कलाकार हो। खास यो दर्शकले नामवती फिल्म चाहिँ किन हेर्ने त? यस्तो सामाजिक परिवेशको चलचित्र जो लिम्बू संस्कृतिमा भए गरेका केही संस्कारहरू अनि पूर्वी पहाडी नेपाली पूर्वी पहाडी जिल्लाका ग्रामीण परिवेशका जनजीवनले र जनजीविकाले भोगेका भोगाइहरूलाई चाहिँ यसमा समेटिएको छ। वास्तवमा हामी कलिउड बलिउडतिर अहिले अलिकति मान्छेहरू त्यतातिर गएको देखिन्छ, तर हामीसँगै भएका चाहिँ अर्ग्यानिक कुराहरू, हामीसँगै भएका चाहिँ हिजो हाम्रा पुर्खाहरूले, हिजो हाम्रा अग्रजहरूले भोगेका कुराहरू जो रियालिटी छ, रियल छ, सत्य र तथ्यमा आधारित पूर्वी परिवेशमा बनेको। जस्तो लिम्बूको संस्कृति भनिएको छ, संस्कृतिमा केही कुराहरू त्यहाँ मिसिएका छन्, तर त्यसो होइन। लिम्बू चाहिँ पूर्वी एउटा पहाडी जनजीवन भनेको मिश्रित छ, होइन। मिश्रित समुदायमा अन्य जातिका व्यक्तित्वहरू पनि बसोबास हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो जनजीवनलाई नै समेटेर बनेको चलचित्र हो र हेर्नै पर्छ भन्ने के छ भन्दाखेरि चलचित्रले, जुनै पनि चलचित्रले एउटा म्यासेज बोकेर आएको हुन्छ, होइन। र हाम्रो नामवती चलचित्रको म्यासेज चाहिँ के हो भन्दाखेरि समुदायमा भए गरेका एउटा पुराना चाहिँ भ्रमहरू, सामाजिक विकृतिहरू, विसङ्गतिहरू चाहिँ हट्नुपर्छ, होइन। नयाँ युवाहरूले चाहिँ परिष्कृत ढङ्गले समाजलाई सही तरिकाले अगाडि बढ्न र बढाउनको लागि प्रेरित र एउटा चाहिँ त्यसमा उत्साहित र ऊर्जा थप्नुपर्छ भन्ने चाहिँ चलचित्रको मुख्य आशय हो। र त्यही आशयको र त्यही कथाको फेरिमा रहेर चलचित्र बनेको छ। त्यसमा म लगायत धेरै कलाकारहरूले भूमिका निर्वाह गर्नुभएको छ। एउटा प्रश्न, मेरो यो छायाङ्कन तेह्रथुममा भयो भन्ने मैले सुनेको छु। ठ्याक्कै यो फिल्मको लागि छायाङ्कन नै तेह्रथुम चाहिँ रोज्नुको कारण चाहिँ के हो? पूर्वी पहाडी जिल्ला भनेपछि तेह्रथुम सम्भवतः पूर्वी पहाडी जिल्लाको पनि मुटु हो, होइन।
अन्य जिल्लाले कहीँ कतै हिमाली जिल्ला पनि छोएको छ, त्यही जिल्लाले तराईका भूभाग पनि छोएको छ। तर नितान्त पहाडकै मात्रै जिल्ला पूर्वको हिसाबले चाहिँ तेह्रथुम नै हो जस्तो मलाई लाग्छ। त्यही कारणले पनि हामीले पूर्वी जनजीवन आधारित भनिसकेपछि पूर्वको जनजीवन र जनजीविका भेटिने भनेको चारैतिर पहाडले चाहिँ घेरिएको बस्ती जहाँ छ, त्यस्तो किसिमको समुदाय जहाँ छ, त्यसले मात्रै कथा बोक्छ र त्यसले मात्रै कथा सार्थक हुन्छ भन्ने हिसाबले त्यहाँका भौगोलिक दृष्टिले, त्यहाँको सामाजिक र सामुदायिक दृष्टिले त्यो उत्तम हुन्छ भन्ने हिसाबले तेह्रथुम रोजियो। यसमा अलि बढी संस्कृतिलाई झल्काउनुको कारण अथवा समुदायलाई लक्षित गर्नुको कारण चाहिँ के संस्कृति बचाउनुपर्छ भन्ने हो कि यसको म्यासेज चाहिँ के हो खास? संस्कृति बच्ने गरेको म्यासेज त त्यस्तो अब हुनु त मैले अघि पनि भने चलचित्रले एउटा विषयवस्तु बोकेको हुन्छ, कुनै न कुनै शिक्षा बोकेको हुन्छ। तर अब उजागर यसले के गर्छ भन्दा मैले अघि भने यसमा संस्कृति त अभियसली एउटा मिसिन छ नै। अब संस्कृतिभित्र पनि किनभने अलि बढी लिम्बू कल्चरसँग रिलेटेड छ कि लिम्बू कल्चरसँग बढी रिलेटेड चाहिँ होइन, त्यो पेरिफेरीमा त्यो जनजीविका त्यो जनजीवनका भोगाइहरू यसमा चाहिँ देखाइएको छ। त्यसले गर्दा लिम्बू एउटा यहाँ मेरो प्रश्न जस्तो यो त हाम्रो पूर्वको होइन एउटा जुन अलि बढी त्यो एउटा कल्चरसँग रिलेटेड छ, त्योभन्दा बाहेकको क्षेत्रकोले त्यसलाई मन पराउँछ नि त, तपाईँलाई के लाग्छ? अरूले त्यो बुझ्ने टाइपको छ त त्यो? उहाँहरूले बुझ्नुहुन्छ। किन बुझ्नुहुन्छ भने यसमा चाहिँ संस्कृतिका कुराहरू भन्दा पनि जनजीविकाका कुराहरू छन्। मान्छे एउटा परिवार चलाउनका लागि कस्तो किसिमको सङ्घर्षहरू गर्नुपर्छ, उसले के कुराहरू भोग्नुपर्छ, परिवारमा आन्तरिक द्वन्द्व भयो र आन्तरिक मेल भएन भने त्यो परिवारका सदस्यले भोग्नुपर्ने पीडाहरू के हुन सक्छ, त्यो परिवारको सदस्यको जीवनमा कस्ता किसिमको घटनाहरू घट्छन्, त्यो कुरा चाहिँ चरितार्थ गरिएको छ, देखाउन खोजिएको छ। एउटा यहाँ मेरो एकदमै मलाई कौतूहल लागेको र त्यो तपाईँले गरेको ब्यालेन्सको पनि एकदमै मलाई मन परेको। तपाईँ त पत्रकारिता गर्नुहुन्छ होइन, तर तपाईँ पत्रकारिताबाट यो कलाकारितामा आउनुको चाहिँ खास कारण के हो? त्यो तपाईँको रहर हो कि अथवा समयले जुराएको हो कि होइन? तपाईँ जसरी पत्रकारिताबाट जम्प गरेर कलाकारितामा आउनु भने अब तपाईँको खास टाइम चाहिँ अब पत्रकारितामा हुन्छ कि कलाकारितामा हुन्छ? होइन, यस्तो छ मेघराजी, जस्तै मैले म चलचित्रबाट जम्प गरेर कलाकारितामा आएको होइन। पहिलो कुरा चाहिँ मेरो पेसा पत्रकारिता नै हो, हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ। तर चलचित्रमा देखा पर्नु भनेको मेरो सौकको विषय हो। त्यो सौक पत्रकारिता सँगसँगै त्यो सौक सँगै लिएर आएको कुराहरू हुन् होइन। त्यसले गर्दा के भन्न चाहन्छु भने म जतिखेर पत्रकारितामा चाहिँ समाचार रिपोर्टिङको लागि अथवा त्यो क्षेत्रमा म सुरुवात गरेको थिएँ, त्यतिखेरै यस्ता फिल्मी क्षेत्रमा पनि काम गर्ने मसँग सौकहरू प्रशस्तै थिए होइन। तर अब कहिले आफूले सोचे जस्तो नहुन सक्छ, परिस्थिति फरक बन्न सक्छ होइन। त्यसले गर्दाखेरि केही ढिलो चाँडो भएको मात्रै हो, सँगसँगै सौकको रूपमा आएको। र अझै पनि म पेसागत हिसाबले म कलाकार होइन, म पत्रकारै हो, तर म कलाकारितालाई पनि एउटा सौकको हिसाबले राख्छु र समय मिलेसम्म होइन त्यसलाई पनि निरन्तरता दिने प्रयत्न चाहिँ गर्छु। तर खुल्लेलाम भन्नुपर्दाखेरि म एउटा सञ्चारकर्मी हो, पत्रकार हो, म कलाकार चाहिँ होइन, मेरो सौकको विषय मात्रै हो। हामी यो पोडकास्टको अन्तिम चरणमा आएको छौँ। अब यो जुन नावती फिल्मको सन्दर्भमा दर्शकलाई के भन्न चाहनुहुन्छ त अन्तिममा? म यहाँलाई के भन्न चाहन्छु भने जस्तै दर्शक भनेको चाहिँ भगवान हो। मैले के ठानेको छु भने कुनै पनि कुरालाई चाहिँ अब त्यसलाई सही मूल्याङ्कन र सही त्यसको चाहिँ भनौँ न छानबिन गर्ने, लेखाजोखा गर्ने एउटा चाहिँ सबैभन्दा त्यसको चाहिँ सर्वोच्च अदालत भनेकै दर्शकको फिल्मको हकमा छ होइन। त्यसले गर्दाखेरि हाम्रो चलचित्र नामवती तयार भएको छ। अब आज काठमाडौँको बिग मुभिजमा पहिलो रिलिज भएको छ, अब पूर्वका जिल्लाहरूमा तुरुन्तै लाग्ने स्थिति छ र विदेशतिर पनि यो फिल्म चल्छ। र म के भन्न चाहन्छु भने हाम्रो फिल्म कम्तीमा पनि यहाँहरूले हेर्ने कोसिस गरिदिनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। मैले हेरिदिनुहोस् भने निर्देशन दिन मिल्दैन, किनभने म निर्देशनात्मक तहमा छैन। कोही छन् होला मलाई थाहा छैन, तर म होइन र छैन पनि। म समस्त एउटा महानुभावहरूलाई, सबै अग्रजहरू हुनुहुन्छ, सबै मैले मान्नुपर्ने व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरू सबैलाई म के आग्रह गर्न चाहन्छु भने तपाईँहरूले नामवती चलचित्रलाई हेर्ने प्रयत्न गरिदिनुहोस्, ताकि हामीले त्यहाँनिर गरेको देखाउन खोजेका कुराहरू र गर्न गरेका कामहरूको के छ त अवस्था यहाँहरूले निहाल्ने चाहिँ त्यो अवस्थामा तपाईँहरू जानुहोस्, निहालिदिनुहोस् र तपाईँले हेरिसकेपछिको तपाईँहरूबाट आएका
प्राप्त सल्लाह सुझाव प्रतिक्रिया विभिन्न किसिमका चाहिँ एडभाइसहरू चाहिँ सिरोपर गर्दै अगाडि बढ्नलाई हामीलाई प्रेरित गर्नेछ, त्यसलाई ऊर्जा थप्नेछ, हौसला दिनेछ। त्यही भएकोले म के भन्न चाहन्छु भने आज काठमाडौँमा हेर्नुहुने सम्पूर्ण दर्शकवृन्दहरूलाई म हृदयबाट अन्तरात्माबाट मन मस्तिष्कबाट धेरै धेरै आभार र धन्यवाद टक्राउन चाहन्छु। र बाँकी क्षेत्रहरूमा जति पनि यहाँहरूको लागि क्षेत्रमा आफ्नो जिल्लामा जाँदा चल्नेवाला छ सकेसम्म उपस्थित हुने प्रयत्न गर्नला, त्यही नै भन्न चाहन्छु। यहाँसँग भेट भयो, एकदम खुसी लाग्यो। चलचित्रको बारेमा कुरा गर्न पाइयो। यहाँको कलाकारिता र पत्रकारिता अझ राम्रो होस्। थ्याङ्क यू सो मच मेघराजजी, यहाँले अब समय र यो चाहिँ छलफलको लागि समय जुन एउटा जुटाइदिनु भयो यसको लागि म धन्यवाद। र हाम्रो छलफल हेरेर यतिन्जेलसम्म बस्नुहुने तमाम दर्शकवृन्दहरूलाई पनि फेरि पनि एकपल्ट धन्यवाद नमस्कार भन्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, आज हामीले विशेष गरेर तेह्रथुमका पत्रकार अध्यक्ष तथा जुन नामवती चलचित्र छ त्यसका मुख्य नायकसँग विशेष गरी चलचित्रका सन्दर्भमा र यसको प्रदर्शनको सन्दर्भमा कुराकानी गऱ्यौँ। यो एकदमै राम्रो हो र उहाँको फिल्म सकेसम्म कहाँ पाएको छ त्यहाँ हेरिदिनु होला। थ्याङ्क यू सो मच।